नमस्कार साथीहरू, यहाँहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज चाहिँ म कर्मचारी सञ्चय कोषको सेट 1 लिएर आएकी छु, जसमा पहिलो क्वेसन रहेको छ भूगोलबाट। भूगोलबाट 6 वटा क्वेसनहरू आउँछन्, जसमा प्रश्न नम्बर 1 छ, 1 मा छ हिमालपालिका जिल्ला भनेर कुन कुन जिल्लालाई चिनिन्छ? यसको उत्तर चाहिँ मनाङ र मुस्ताङ हो। मनाङ र मुस्ताङलाई हिमालपालिका जिल्लाहरू भनेर चिनिन्छ। त्यसैगरी प्रश्न नम्बर 2, नेपालको सबैभन्दा होचो भाग कुन हो? र नेपालको सबैभन्दा होचो भूभाग केचाना कवल हो। यो चाहिँ झापाको केचाना कवल, जुन 58 मिटर उचाइमा रहेको छ। त्यसैगरी प्रश्न नम्बर 3 मा छ, नेपाल समुद्र सतहदेखि कति किलोमिटर टाढा रहेको छ? यसका अप्सनहरू छन् 1127, 2117, 7112, 1712 र यसको सही उत्तर हो 1127, अर्थात् 1127 किलोमिटर टाढा रहेको छ। त्यसैगरी प्रश्न नम्बर 7 मा छ, भारतमा पुगेपछि मेची नदीलाई के भनिन्छ? अप्सनहरू छन् महानन्द, घागरा, शारदा र दामोदर र सही उत्तर हो महानन्द। मेची नदीलाई भारतमा पुगेपछि महानन्द भनिन्छ। घागरा चाहिँ कर्णाली नदीलाई हो। शारदा। त्यसैगरी प्रश्न नम्बर 8 मा छ, रूप्से झरना कुन जिल्लामा पर्दछ? अप्सनहरू छन् कालीकोट, तेह्रथुम, म्याग्दी र ओखलढुङ्गा र यसको सही उत्तर हो म्याग्दी। रूप्से झरना चाहिँ म्याग्दी जिल्लामा रहेको छ। प्रश्न नम्बर 9 मा छ, सगरमाथा राष्ट्रिय निकुञ्जको क्षेत्रफल र अवस्थिति जिल्ला। अप्सनहरू छन् ओखलढुङ्गा 1148, भोजपुर 1148, सोलुखुम्बु 1148 र दोलखा 1148 र सगरमाथा राष्ट्रिय निकुञ्ज चाहिँ सोलुखुम्बुमा रहेको छ। यो चाहिँ 1148 चाहिँ यसको क्षेत्रफल हो। त्यसैगरी प्रश्न नम्बर 10 मा छ, कोशी नदी कहाँदेखि कहाँसम्म फैलिएको छ? अप्सनहरू छन् कञ्चनजङ्घादेखि लामटाङसम्म, लामटाङदेखि धवलागिरीसम्म र धवलागिरीदेखि ब्यासीमालसम्म र यसको सही उत्तर चाहिँ हो कोशी नदी कञ्चनजङ्घादेखि लामटाङसम्म फैलिएको छ। त्यसैगरी प्रश्न नम्बर 9 मा छ, सगरमाथा राष्ट्रिय निकुञ्जको क्षेत्रफल र अवस्थिति जिल्ला। यो अघि नै भइसकोस्। अवस्थिति जिल्ला चाहिँ सोलुखुम्बु र क्षेत्रफल चाहिँ 1148 हो। त्यसैगरी प्रश्न नम्बर 10 मा छ, गोपालवंशीको शासन केन्द्र कहाँ रहेको थियो? अप्सनहरू छन् मातातीर्थ, गोकर्ण र गोदावरी र यसको सही उत्तर चाहिँ हो तीर्थ। त्यसैगरी प्रश्न नम्बर 10 मा छ, लिच्छवीकालीन समयमा राजस्व, भूमि, मालपोत सम्बन्धी कार्य गर्ने अड्डालाई के भनिन्थ्यो? र यसका अप्सनहरू छन् कुथेर, सुल्ली, मापचोक र लिङ्गवल र यसको सही उत्तर चाहिँ कुथेर। कुथेरलाई मालपोत तथा घर जग्गा सम्बन्धी अड्डा हेर्ने अड्डा भनिन्थ्यो। सुल्ली चाहिँ पञ्च अपराध सम्बन्धी अड्डा हेर्ने हो। मापचोक भनेको विवाह तथा पारपाचुके, लिङ्गवल भनेको चाहिँ कुलो तथा यातायात सम्बन्धी हो। त्यसैगरी प्रश्न नम्बर 13 मा छ, राष्ट्रिय जनगणना 2078 अनुसार नेपालमा जात-जातिको संख्या कति रहेको छ? यसका अप्सनहरू छन् 142, 124, 242 र 421 र यसको सही उत्तर चाहिँ हो 142। नेपालमा जात-जातिहरूको संख्या 142 रहेको छ। त्यसैगरी प्रश्न नम्बर 14 मा छ, राष्ट्रिय जनगणना 2078 अनुसार नेपालको साक्षरता दर कति रहेको छ? यसका अप्सनहरू छन् 76.02, 76.20, 67.02 र 67.20 र यसको सही उत्तर चाहिँ हो 76.20। त्यसैगरी प्रश्न नम्बर 15 मा छ, बुद्ध धर्मको ग्रन्थलाई के भनिन्छ?
अप्सनहरू छन् त्रिपिटक, अधिधम्म पिटक, सुक्ति पिटक, विनय पिटक र यसको उत्तर चाहिँ हो त्रिपिटक। बुद्ध धर्मको ग्रन्थलाई त्रिपिटक। सङ्गीतको उत्पत्ति कुन वेदबाट भएको हो? एकदमै सजिलो प्रश्न र यसको अप्सनहरू छन् सामवेद, ऋग्वेद, अथर्ववेद, यजुर्वेद र यसको सही उत्तर चाहिँ हो सामवेद। प्रश्न नम्बर 16 मा छ गणेश भगवानको वाहन के हो? वाहन र यसका अप्सनहरू छन् मुसो, कुकुर, कछुवा र सिंह। सही उत्तर चाहिँ मुसो हो। प्रश्न नम्बर 17 मा छ लुम्बिनी कहिले विश्व सम्पदा सूचीमा सूचीकृत भएको हो?